हेलो हेलो कहाँ जान आएको रे आज हामी? चिसा पानी हाम्रो के छ रे? खेत छ पिकनिक। हामी खेतमा पिकनिक खान जान लाग्यो है र साथीहरू हेर्दै गर्नुहोस् है हामीले के गर्छ। हेर्नु त अङ्गेरीको बुटा हामीले खान्थ्यो कि मुखै कालो हुन्थ्यो। हेलो गाइस साथीहरू, आज हामी चिसापानीको यहाँ पोखरीमा पौडी खेल्न आएको। नियुक्ति पनि पौडी खेल्दैछ। नियुक्ति हेलो नियुक्ति पानी जाम गर्ने आउनु म पानी जाम गर्छु। अनि यता हेर्नु त मेरो छिटो टी-शर्ट तान्नु त पछाडी बाहिर तान्नु खेलेको हेर न बहिनी यता बाहिर तान्नु यता बाहिर निकाल भने के डोरीबाट हो मम्मी समात्नै राख्छु। हाम्रो यहाँ पौडी खेल्ने स्विमर अर्को स्विमर स्विमरहरू हेर्नु अर्को स्विमर हेर्नु हामी चिसापानीको यो उसमा नियुक्ति खानी हैन तिमीले जे पनि खानु हुन्छ मैले पानी ब्लक गर्ने हो खेल्ने गरी खेल्नु नि डराएर दुईटा हात दिने खेल्ने रे अब त ल साथ मलाई लाग्छ। आछि नियुक्ति पानी खाइ खेल त खाइ पौडी खेल्नु अब हेर यहाँ बहिनी पौडी खेलेको हेर राम्ररी बन ल हुँदैछ है। ल हेर सार्थकले पौडी खेल्ने ठाउँ अलि गहिरो बनाउने रे। ल हेर नियुक्तिको आमा नियुक्तिको छ्यामा नियुक्ति पौडी खेलेको रे। नियुक्ति गर्छ के केही गर्छ त नि अघि त्यही गरेको त नि गहिरो भयो है अझै अहिले त गहिरो भइहाल्यो। अझ बनाऊ यतातिर नि गर बहिनी मुखमा हाल्थ्यो कि पानी तिमीले छोटै जाऊ हेरै बाबु आफ्नो बहिनीले पानी गर तर्छु कि आफ्नो पानी तर्छु एकछिनसम्म होइन आफ्नै मुखमा पानी पर्यो कि अलि गहिरो ढुङ्गा जानु पर्यो। बाठी रहेछ यो पनि ठुलो बाठी रहेछ यो नि बाँकी त भइहाल्छ यहाँ गहिरो भयो अलि अझ अर्को ढुङ्गा खिचेर हालौँ तिमीमा ड्राइभर त भरिएर हेर्न ड्राइभर भरेर कत्रो भएको हेर
ल हेर पौडी खेल्ने भनेर छ्यामा र छोराले अझै ढुङ्गा बटुल्दैछन् ल हेर भनेको त त्यो ढुङ्गालाई निकाल्ने त्यो ढुङ्गा राखे पो हुन्छ त यो ढुङ्गा यस्तो होइन बाबु यस्तो टाइम लाग्छ बाहिर निक्लेको वाला उते त हातको धेरै यो हुन्छ देऊ मलाई देऊ म हाल्छु भयो मम्मी आमा मारे ओइ मलाई भित्र मलाई भिक्षाको बाबु त्यस्तो नगर न राम्रो देऊ ल अब राखिदिउँ यो भिडियो मारिदिउँ नियुक्तिलाई केही सिप नलाएर खुट्टा दिएको है साथीहरू हाम्रो पिकनिकको पानी यसरी उम्लेको छ यसरी हामीले झ्यामझ्याम चाउचाउ हाल्दैछौँ मैले च्याउचाउ खोलेर राखेको थिएँ अघि नै यता फेरि उहाँको छुट्टै पारा छ दुध खाँदै दाइलाई हेर्दै गर्नुभयो दाइ फेरि यहाँ बसिराख्नु भयो हामी यहाँ पिकनिक मनाउँदैछौँ चाउचाउ गयो साथीहरू छ है डेप्चीमा अब उम्लिँदैछ आगो त्यताबाट खाइदिनु म यताबाट गर्छु आगो चलाउने ठाउँतिरबाट आगो आहा साथीहरू के गर्ने गाह्रो छ भाइ हाम्रो पिकनिक हो आज पिकनिक चलिरहेको हाम्रो स्विमिङ गरेर भ्याइयो स्विमिङ गऱ्यौँ हामीले भर्खरै भोक लाग्यो खाजा खाना पर्यो अन्डा सन्डा ल्याइएछ अन्डा घरको साइडमा थियो स्विमिङ पुल हामी स्विमिङ पुल भयो अन्डा घरबाटै बोइल गरेर ल्याएको अन्डा हाम्रो हेर्ने मान्छेहरूलाई देखाइदेऊ न पारिबाट भयो क्या बेचेर अब हामी सुपर हाल्दैछौँ है साथीहरू बोइल भएर रेडी भयो एउटा यो चाहिँ नहाल्नु पर्छ धुलोवाला एउटा धेरै तर्को हुन्छ नि एउटा नहाल्ने होइन पिरो त पिरो खाने होला नि सानो है खाने हो मजाले चारवटै हालिदिनु खाइने हो खाएर हुन्छ नि यार काम लाउनु समस्या कतिवटा थाल ल्या कतिवटा थाल ल्या कानमा किरा पर्ला मैले हेरिरहेको छु अब अन्डा पनि हामी घरबाटै त्यो झोल नखाने है अब यो हामी अन्डा पनि उस गर्छौँ है खोस्टाउँछौँ है झोल खाने हो कि होइन झोल नखाने अब फेरि यहाँ अन्डा पनि खोस्टाको पनि ल्याऊ दाउरा हाल्छु म फेरि हाफ बोइल बनाउनु भयो जस्तो आज नि यहाँ हाम्रो दिदीको बानी फेरि हाफ बोइल बनाउने छ के गर्ने फेरि हाफ बोइल पच्दैन होइन हाफ बोइल त होइन पाक्न चाहिँ पाकेको छ अन गरे फेरि साथीहरू म चाहिँ चाउचाउ घोट्दैछु अलिअलि आँखाबाट आँसु पनि बगिरहेको छन् तर मैले सहन सिकिसकेँ साथीहरू यस्ता आँसुहरू आउँछन् जान्छन् अब मलाई मतलब छैन साथीहरू हाम्रो फ्यामिली पिकनिक हो है नयाँ वर्षको दिनमा
आज 2083 वैशाख 1 गते न्यू इयर ह्यापी न्यू इयर ह्यापी न्यू इयर। घर बसेर के गर्नु घर बसेर भने साथीहरु बिचारा बाबाको लागि त ह्यापी पसल डे होला तिम्रो बाबाको 365 पसन्द 65 डिग्रीमा घुम्दैन बाबा हैन 365 दिनसम्म पसल डे हो उहाँको पसल डेको छोरी पसल डेको छोरा छोरा त्यो टास्यो होला भाँडा नि ढल्यो साथीहरु के गर्ने खायो त त्यत्रो यति बनाएको छ भाँडा नि ढल्यो साथीहरु उठाम यसको उद्धार कार्य गर्नु परेको साथीहरु उद्धार गरेर मुखभित्र हाल्नु छ उद्धार गरेर मुखभित्र पेटमा जान्छ साथीहरु हाम्रो उद्धार यस्तै किसिमका हुन्छन् हेर जिउरो निकालेको हेर एउटा ढाल्दै क्या ल हेर्ने र क्या उसले पनि ल आज पुगेको हेर्ने हो रमाइलो रमाइलो हाम्रो खेतमा कति रमाइलो ए हाम्रो खेतमा कति रमाइलो पनि है अन्डा खुट्टाको बारेमा मल हुन्छ के यतिकै हाल्दिनु हुन्छ साथीहरु मैले खाएँ अफ गरिदिउँ ल साथीहरु हाम्रो आजको वनभोज कार्यक्रम नयाँ वर्षको रेडी भएर हामी खाँदैछौँ सबैजना यता पनि छ दुईटा नातिनी बजेको नातिनी बजे खाँदैछौँ गम गम यताखेरि यस्तो छ हुर्रे फाइनली साथीहरु हामी खाएर कोही बेहोस भएका छन् कोही मुख जुटेछन् कोही यसरी भाँडा हालेछन् अब यो भाँडा घर लाने हो कि नलाने हो भन्ने गहिरो सल्लाह भइरहेको यसरी उहाँजी पानी खाँदै हुनुहुन्छ अब म चाहिँ पर कपडा उठाउन जानु लाग्यो साथीहरु त्यो ढुङ्गामा भएको हाम्रो स्विमिङ कस्ट्युम भर्खरै सुकाएको के अरे सुक्यो होला नि अहिलेसम्म यही छ हाम्रो अब आगो पनि हाम्रो निभिसक्यो हामीले वातावरणको पनि ख्याल गरे हामी साथीहरु त्यो प्लास्टिक सबै उठाइन्छ है अहिले धन्यवाद ल अब हामी बल्ल बल्ल घर आइपुग्यौँ सार्थकको गहिरो सल्लाह हुँदैछ यहाँ के किन खानुपर्छ अरे बाबु हामीले भात किन खानै पर्छ अरे भन छिटो ए त्यसो भए त्यही कारणले हामीले भात खानै पर्छ ए ल त ल आफू त सेन्टिफ्लट भइयो ल बाई बाई सबैजना बाई